ओम काली हर हर महादेव सबै दर्शकबिनहरूलाई आज फेरि हामी कुरा गर्नेछौँ कि धेरै जस्ता तन्त्र क्रियाको केसमा हामी दरबार जान्छौँ त्यही नै किन हाम्रो उपचार हुँदैन। घरिघरि जाँदा नि पटक पटक जाँदा नि त्यहाँदेखि भभुती लाउँदा नि किन हामी पुरै तरिकाले निको हुँदैनौँ, किन हामी भट्कि नै रहेको हुन्छौँ। मुख्य कुरा अब यो हेर्नु है, दरबारमा के हुन्छ सबैभन्दा पहिला भिडको स्थिति धेरै व्यक्तिहरू नि आउँछन्, 100 200 500 जना। अब त्यहाँ हजुरको नम्बर नि आउँदैन। एकछिन नम्बर आयो 10-15 सेकेन्ड, कसै गुरुले हेऱ्यो हेरेन, कसै भगतले राम्ररी रुचि नि लिएन हजुरमाथि, माथि हेऱ्यो, अनि कसरी हजुरको समस्या हल हुन्छ त? उसले त राम्ररी हजुरलाई स्क्यान नि गरेन, अनि हजुरको घरको स्थिति नि उसले हजुरसँग सोधेन। मुख्य त हेर्नु, जबसम्म हजुरको पितृ र कुलदेवी, हजुरको आफ्नै रगतको सम्बन्ध जुन देवीसँग छ, देवसँग छ, पितृदेव, कुलदेवी, जबसम्म उहाँहरूलाई हजुरले मनाउनु हुँदैन, आफू सँगसँगै आफ्नो घरमा उहाँलाई स्थापित गर्नु हुँदैन, तसो संसारको कुनै नि शक्ति अथवा कुनै नि भगतले हजुरको उपचारै गर्न सक्दैन। अनि हामी आफ्नो घरको शक्तिलाई छोडेर बाहिर जान्छौँ, केही कवच लिएर आउँछौँ, ताबिज लाएर आउँछौँ। त्यसै कारणले हजुरको कहिले नि तन्त्रकाट सफल हुँदैन। तन्त्रकाट कहिले सफल हुन्छ? सबैभन्दा पहिला एउटा व्यक्तिले हजुरको कुरा राम्ररी सुनिदिनु पर्यो, हजुरलाई प्रपर स्क्यान गरिदिनु पर्यो, हजुरको घरको स्थिति हेरिदिनु पर्यो, के छ हजुरको घरको विधान। त्यसपछि पितृ कुलदेवीलाई साथ जोडिदिने, कसरी सेवा पूजा गर्छौ यो भनिदिनु पर्ने हुन्छ। अनि त्यसपछि हजुरको जुन तन्त्रकाटको प्रक्रिया हुन्छ त्यो सफल हुन्छ, किनकि नेगेटिभ एनर्जीहरू हजुरको घरमै नि त उपस्थित हुन्छन्। अब त्यो एनर्जीलाई कसरी रिमुभ गर्न मिल्छ? किनकि पितृ र कुलदेवीले नै सुरक्षा गर्छन् हजुरको घरको र हजुरको 24औं घण्टा। अब हजुरले उहाँलाई नै छोडिदिनुहुन्छ अनि हजुरको रक्षा र सुरक्षा कसले गर्छ? यो त त्यस प्रकारकै भयो कि हामीले घर बनायौँ तर आफ्नो घर बाहिर गेट लाएनौँ, ढोका लाएनौँ। त्यस्तै गरी आध्मिकताको क्षेत्र एकदम नै डिपली हुनेछ। माथिबाट उपचार गरेर कहिले नि हजुर सफल हुँदैन। तन्त्रकाट त्यतिखेरै सफल हुन्छ, पितृ कुलदेवीलाई जोडिदिने, पितृले हजुरको सुरक्षा गर्छन् अनि घरमा कुनै नि नेगेटिभ एनर्जीलाई प्रवेश गर्नबाट रोक्छन्। अब पितृहरू नि त प्रेत नै हुन्छन्, तर उहाँहरूलाई ऊर्जा र बल कसरी मिल्छ? कुलदेवी, किनकि उहाँको पछाडि भगवतीको कृपा हुन्छ, भगवती उहाँहरूसँग